हेलो गाइस, आज चाहिँ म गर्दैछु वासिङ मेसिन सर्भिसिङ है। यो चाहिँ मेरो एकदम पुरा मैला भएको छ। त्यसले त पहिला हामीले चाहिँ यसको यो ढकनी खोल्नुपर्ने हुन्छ, त्यहाँबाट चाहिँ यहाँ पछाडि खोल्नुपर्ने हुन्छ, त्यहाँबाट चाहिँ यसको पुरा सर्भिसिङ हुन्छ यो भित्र, किनभने पुरा मैला भइसकेको छ है। तपाईँलाई म देखाउँछु, यहाँ हेर्नुहोस्, यस्तो डरलाग्दो मैला भइसक्यो। यस्तो मैला भयो भने चाहिँ तपाईँको लुगाफाटा सफा हुँदैन, यो सफा गर्नुपर्छ है। हेर्नुहोस्, यो टक्क खोल्यो भने चाहिँ यसलाई यसरी निकाल्नुपर्छ है। अब मैला चाहिँ कति छ तपाईँहरू यहाँ हेर्नुहोस् ल, यहाँ हेर्नुहोस्, यस्तो मैला भइरहेको छ। यो मैलाले गर्दा चाहिँ लुगा सफा हुँदैन है। यसरी हेर्नुहोस् हो, यहाँ हेर्नुहोस्, यही मैलाले सबै आइहाल्छ अन्त कहाँ लुगा सफा हुन्छ अन्त। देख्नुभयो, यो सब सफा गर्दैछु। हेर्नुहोस्, यो मेसिन यहाँ लडाएँ मैले, यो लडाएपछि यहाँ पछाडि ब्याक कभर हुन्छ, यो कभर यसरी निकाल्नुपर्छ है हो। यो निकालेपछि चाहिँ यहाँनिर हेर्नुहोस् त दुलो, यो दुलोमा चाहिँ हेभी मैला हुन्छ। यसको लागि चाहिँ अब यो यस्तो खोलेर माथिबाट पानी हालेर सफा गर्नुपर्छ। हेर्नुहोस्, वासिङ मेसिनभित्र चाहिँ यस्तो मैला बसिरहेको हुन्छ। हेर्नुहोस्, मेसिनको यो पाइपमा देख्नुभयो मैला, यसको लागि चाहिँ यो छ नि, यो यस्तो चोक गरेर राख्नुपर्छ र चाहिँ यहाँ खुल्ला हुन्छ यो हो। यो खुल्ला भएपछि यहाँ पानी ठुलो झर्छ, यो चाहिँ पानी ब्लक हुन्छ हो। यो टक्क यसरी अड्काएर चाहिँ माथिबाट धुनुपर्छ, सब सफा भइहाल्छ। त्यसको लागि चाहिँ मैले हार्पिक क्लिनिङ लगाउँदैछु है। हेर्नुहोस्, यसरी लगाउनुपर्ने हुन्छ, त्यसपछि यसलाई मजाले मार्नुपर्ने हुन्छ। यो घुमाउँदै मार्नुहुन्छ। यहाँ मैला हेर्नुहोस् कति हुँदैछ मैला है। मैला चाहिँ कति निस्केछ हेर्नुहोस्, सबै धोएर हेर्नुहोस् मैला चाहिँ कति निस्क्यो मैला हेर्नुहोस् त। आम्बो, म चाहिँ यहाँ फिटिङ सिटिङ गरिसकेँ है, यो पाइपहरू लगाइसकेँ। अब चाहिँ माथिपट्टिको जोडेर देखाउने छु। हेर्नुहोस् गाइस, अघि र अहिलेको कति अन्तर छ है। अघि त पुरा मैला थियो, अहिले हेर्नुहोस् सफा बनाएको छु। अब यो चाहिँ यहाँ फिटिङ हुन्छ है, यहाँनिर तपाईँ फिटिङ भयो हो। यो नट लाउनु पर्ने हुन्छ, यसको ड्राइभरले बस्नुपर्ने हुन्छ। यो कम्प्लिट भयो हो। अब यसको माथि चाहिँ हेर्नुहोस्, अघि यो कस्तो मैला थियो, अहिले हेर्नुहोस्, हेर्नुहोस् एउटा मैला छैन। यो पनि सफा गरेँ मैले हो। यो चाहिँ कसरी लाउनुपर्छ भने यो हुन्छ यसको माथि, यो यसको माथि यसरी लाग्छ हो। यो चाहिँ तपाईँहरू कहाँ लाग्छ भने यो चाहिँ तपाईँहरूको यहाँ लाग्छ है, फिटिङ हो। यो भयो कम्प्लिट। यसको चाहिँ यहाँ पछाडि पाइप जोड्नुपर्छ। हेर्नुहोस्, मैले सबै कम्प्लिट गरिसकेँ है। हेर्नुहोस् कति सफा भयो, सक्सेसफुली मेरो काम कम्प्लिट।